अहिलेको समयमा है धेरै मान्छेहरूले वचन पदहरू पोस्ट गर्छन्, सेयर गर्छन्, पढ्छन् अनि उसलाई मनपर्ने वचन अनि अरू व्यक्तिलाई मनपर्ने वचनहरू चाहिँ प्राय सेयर भइरहेको हुन्छ। यो ठिकै हो अनि सही हो अनि म पनि यसै गर्छु। तर यो गर्नुभन्दा अगाडि चाहिँ तपाईँ र मैले त्यो वचनलाई पालन गरेको छ कि छैन। पोस्ट गर्नु, अध्ययन गर्नु, कपी गर्नु, पेस्ट गर्नु है, सेयर गर्नु सजिलो छ, यो सजिलो कुरा हो। तर मेन कुरा चाहिँ कहाँ आउँछ भन्दाखेरि जुन वचन हामीले सेयर गरेको छौँ, जुन पोस्ट गरेको छौँ, त्यो वचनमा हामी जिएका छौँ कि छैनौँ, त्यो वचनमा हामी उभिएका छौँ कि छैनौँ। धेरैले अहिलेको समयमा कन्टेन्ट बनाउँछ है, पैसा डलरको लागि कन्टेन्ट बनिरहेको छ, पदलाई वचनलाई, तर जिएको छैन। सो याद गर्नुहोस्, वचन चाहिँ जीवनको लागि